नमस्कार साथीहरू, आज म तपाईहरुलाई लाँदैछु युरोपकै सबभन्दा महत्त्वपूर्ण र ठूलो मध्येको एउटा प्लानेटारियम जुन स्पेनको म्याड्रिडमा रहेको छ। प्लानेटारियमको नेपाली शब्दार्थ मैले भेटिन, सायद यो तारा या अन्तरिक्ष हेर्ने स्थानलाई भनिन्छ, जुनमा चाहिँ आधुनिक प्रविधिबाट अन्तरिक्ष ताराहरू, सूर्य, चन्द्रमा आदि देख्न सकिन्छ। त्यसमा घुमाउन लाँदैछु। यहाँ चाहिँ यो इन्डोर सेसन हुने हुनाले मैले अधिकांश भिडियोहरु लिन सकिन। जति लिएको छ त्यो पनि सायद कस्तो देखिन्छ मलाई थाहा छैन। यो जुन देखिरहेको छ नि, यो चाहिँ मंगल ग्रहमा पानी भन्छ नि, त्यो पानीको भाग हो। मंगल ग्रहको रेप्लिका हो यो। मंगल ग्रह रातो ग्रह पनि भनिन्छ नि, त्यही भएर रातै कलरको बनाइएको छ। यहाँ प्लानेटारियमको एउटा कोठामा यसरी मंगल ग्रह, चन्द्रमा पनि बनाइएको छ। यो हेर्नुस्, यो चन्द्रमा हो। रियलमा चन्द्रमामा औँसी र पूर्णिमा कसरी प्रभाव पार्छ भनेर पृथ्वी र सूर्यको लाइटलाई चाहिँ उनीहरूले त्यो कम्बिनेसन राखेर अहिले पूर्णिमाबाट औँसी हुँदैछ। अब औँसीबाट केही बेरमा पूर्णिमा पनि हुन्छ। त्यो चाहिँ उनीहरूले त्यो कोठामा यस्तो बनाइरहेका छन्, जुन मैले भिडियोमा देखाउन सकिन, किनभने त्यो ठुलो थियो, क्याप्चर गर्न नि अप्ठ्यारो थियो। मैले यो सबै चाहिँ चन्द्रमामा मात्र फोकस गरेँ। ल हेर्नुहोस्, अघि पूर्णिमाबाट औँसी भयो, औँसीबाट अहिले पूर्णिमा हुँदैछ। चन्द्रमाले कसरी स्वरूप बदल्छ भन्ने कुरा चाहिँ त्यो लाइटिङको मार्फतबाट यहाँ देखाइएको छ। एउटा कोठामा ठुलो चन्द्रमा बनाएर यो भिडियो लिनलाई एकदम गाह्रो परेको थियो मलाई। यो चाहिँ हामी एउटा हलभित्र बसेका छौँ। ठुलो हल छ, त्यो हलको स्क्रिन हो। यो पिङ्क कलर देख्नु भएको छ नि तपाईँले, कलर यो सबै स्क्रिन हो। अब यहाँ चाहिँ हामीलाई अन्तरिक्ष देखाइन्छ। यो क्यामेराबाट देखाइने हो हामीलाई चाहिँ अहिले प्लानेटारियमको क्यामेरा कस्तो छ भनेर त्यो प्लानेटारियम हल बाहिरको वातावरण देखाउँदैछन्। अब त्यही क्यामेराले अन्तरिक्षमा गएर त्यो बेलाको ताराहरू के देख्न सकिन्छ त्यो देखाउँछ। हामी बाहिर जाँदैछौँ हाम्रो पृथ्वीको आकाशबाट चाहिँ माथि। ल हेर्नुहोस्, चन्द्रमा त्यो बेला साँझ पर्दै थियो, चन्द्रमाको आकारहरू। अनि त्यसपछि मिल्की वे, हाम्रो मिल्की वे, हाम्रो यो सोलर सिस्टममा बाहिरको कुराहरू हेर्नुहोस्। अनि यस्तोबाट तारा जन्मिन्छ अरे, त्यो कुरा एक्सप्लेन गर्दैछन् त्यहाँको लेडीले। त्यो कुराहरू देखाइँदैछ। यो हेर्दाखेरि यति वाउ भन्ने छ नि, ओहो हाम्रो आकाशगङ्गा यस्तो हुन्छ, त्यो ग्यालेक्सीहरू यस्तो हुँदो रहेछ भन्ने कुरा चाहिँ त्यहाँ गएर तिनीहरूले एक्सप्लेन सुनेपछि थाहा हुँदो रहेछ। यो देखेका चाहिँ हाम्रो सोलर सिस्टमभन्दा बाहिर रहेका अरू ग्यालेक्सीका ताराहरू हुने, जसको आकार चाहिँ सूर्यभन्दा पनि ठुलो छ अरे। अनि यिनीहरू चाहिँ हामीले देखिने, पृथ्वीबाट देखिने ताराहरूभन्दा पनि सुन्दर छन् भन्दैछन्। उहाँले के भन्दै हुनुहुन्छ भने यस्तै प्लानेटारियम चाहिँ दुनियाँमा 20-25 वटा छन्। अनि एकदम महत्त्वपूर्ण चाहिँ 4-5 वटा मात्र छन्, जुन मध्ये चाहिँ न्युयोर्कमा छ अरे एउटा, अनि एउटा चाहिँ क्यालिफोर्नियामा छ अरे। यो अहिले देखाइरहेको दृश्य चाहिँ क्यालिफोर्नियाबाट सञ्चालित अन्तरिक्ष उपकरण स्याटेलाइटले देखाएको अरे। अनि त्यसले चाहिँ हाम्रो अहिलेको सोलर सिस्टमबाट त्यो मिलेस त्यानियस भन्दैछ स्पेनिसमा, त्यो भनेको चाहिँ हजारौं प्रकाश वर्ष टाढा लाँदैछ अरे। यसले फोकस गरेर यो अँध्यारो गरेको चाहिँ उसले जुम गर्दैछ। हजारौं प्रकाश वर्षभन्दा पर चाहिँ कस्तो ग्यालेक्सी छ त, कस्तो आकाशगङ्गाहरू छन् त अरू भनेर त्यसलाई चाहिँ उसले जुम गर्दैछ अरे। अनि यो देखाइएको अहिले आउँदैछ, हेर्नुहोस्, यो देखाइएका चाहिँ त्यो बाहिर हजारौं प्रकाश वर्ष टाढा रहेका, दूरीमा रहेका ग्यालेक्सी मिल्की वेहरूलाई चाहिँ जुम गर्दैछ। त्यो सानसानो देखाएको स्पटहरू हेर्नुहोस् यो। अनि यो चाहिँ हेर्न लायक थियो क्या। यो हाम्रो नाङ्गा आँखाले देखि त कल्पना नगरौँ। यो चाहिँ हजारौं प्रकाश वर्ष टाढा छ अरे हाम्रो पृथ्वीबाट। अनि यो एउटा मिल्की वे अरे। यस्तै हजारौं मिल्की वे छ अरे आकाशमा, फेरि ग्यालेक्सीहरू हजारौं छ अरे। हेर्नुहोस्, यो दृश्य हेर्दा मात्र पनि यस्तो छ नि, यस्तो वाउ भन्ने थियो नि त्यहाँ हामीले रियल टाइम हेर्दाखेरि। ल हेर्नुहोस्, अनि यस्तै गोलो छ नि। अब यो जुम गर्दाखेरि अर्को गोलो देखिन्छ, जहाँभित्र चाहिँ हजारौं सूर्य अट्ने तारा, उपतारा ग्रहहरू छन् यो भित्र। ल हेर्नुहोस्, जुम आउट गर्दाखेरि हेर्नुहोस्, यो सानसाना डटहरू जुन देखाइरहेको छ नि, त्यो अलग अलग के अरे ग्यालेक्सी, आकाशगङ्गा के भन्छन् अब त्यसलाई, जुनको एकबाट अर्कोको दूरी चाहिँ हजारौं प्रकाश वर्ष टाढा। अनि हामीले अहिले जहाँबाट हेरिरहेको छौँ त्योबाट एकदमै टाढा। जसले एक्सप्लेन गरिरहनु भएको छ नि, यति राम्रो एक्सप्लेन गर्नु भएको छ नि हामीलाई। जस्तो यो रातो डट छ नि, यो चाहिँ सूर्य हो अरे, यो अर्को आकाशगङ्गाको यो सूर्य हो अरे। अनि यो वरिपरि भएका सबै तारा हुँदै, अनि त्यो ताराले यसरी घुमिरहेछ भनेर उहाँहरूले कम्प्युटरबाट देखाउनु भएको। हेर्नुहोस् कति ठुलो छ नि यो। हाम्रो अहिले हामी बसेको जुन ग्रह बसेको हाम्रो सोलर सिस्टम छ नि, त्योभन्दा हजारौं लाखौं गुणा ठुलो छ अरे यो। अनि सूर्य कति सानो छ, अनि बाँकी ताराहरूको त्यो चाहिँ एउटा ग्याङ हो अरे क्या, उनीहरूको जमात हो अरे ताराहरूको। अनि यसलाई चाहिँ अर्को ग्यालेक्सीको सोलर सिस्टम भनौँ न। अनि यो देख्नमा जो डायमिटरमा जति ठुलो छ नि, त्यति नै पातलो छ अरे क्या। यति ठुलो भइकन पनि एकदम पातलो छ अरे क्या, यस्तो छ अरे। अनि उहाँहरूले चाहिँ यो नयाँ ग्यालेक्सी सिस्टमहरूको प्लस ताराहरूको सबैको नयाँ नाम राखिएको हुँदो रहेछ। एउटा रमाइलो कुरा के छ जस्तो हामीले क्वेसन मार्क भएको ध्रुव तारा यस्तो हुन्छ भनेर भन्थ्यौँ नि, त्यस्तै त्यो ताराहरूको ग्यालेक्सी जमातलाई चाहिँ यहाँ तपाईँले देख्नु
देख्नु सक्नुहुन्छ होला यस्तै त्यो लडाकुले खुकुर लिएको अथवा तरवार लिएको यस्तो आकारको छ भनेर उहाँले एउटा डायग्राफ बनाउनु रहेछ यो चाहिँ केही अंश मात्र हो मैले सबै तपाईहरुलाई देखाउन सकिनँ हुन्छ यस्तै अरु भिडियोहरुको लागि चाहिँ लाइक कमेन्ट शेयर गर्दै गर्नु होला च्यानललाई सब्स्क्राइब गर्नु होला फेरि अर्को यस्तै रमाइलो भिडियोमा भेट्नेछौँ तबसम्मको लागि आदियोस फेरि भेटौँला बाई